यस्तो डेन्जर ठाउँमा आम्बो खतरा ढुङ्गा काटेर बनाएको है। चिसो होला है। अहिलेसम्म पनि जाम छ, गाडी यति धेरै छ। माथि चाहिँ रुमहरू चाहिँ पुरै प्याक भइसक्यो रे। हेलो 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 गुड मर्निङ पोखरा, गुड मर्निङ सबैजनालाई है। अनि के छ सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ यति बेला पोखरामा छु। म चाहिँ आज कोसँग छु भन्दाखेरि चाहिँ सरोज भाइसँग छु है। अनि धेरै भयो युट्युबमा भ्लग पनि नहालेको। आज चाहिँ मुस्ताङतिर जाने भन्ने सल्लाह भयो हाम्रो चाहिँ। अनि मुस्ताङ उकालो चढ्न लागिरहेको छौँ। सो तपाईँहरूलाई मुस्ताङतिर लिएर जाँदैछौँ। सबैजनाले चाहिँ भ्लग हेरेर साथ दिनु होला है। अब बाटोतिर के कस्तो हुन्छ, गोप्रोको माइकले चाहिँ साथ नदेला जस्तो भइरहेको छ। कस्तो हुन्छ अब उकालो बाटोतिर भेट्दै जाउँ है। अब यहाँबाट चाहिँ निस्किनु पर्ने हुन्छ, हामी निस्किन्छौँ। हामीले चाहिँ फाइनल्ली भारी पनि कसिसक्यौँ। यहाँबाट चाहिँ निस्किन लागेको। अब हेरौँ बाटोको यात्रा कस्तो हुन्छ, भेट्दै जाउँ है त। हामी चाहिँ निस्किनु पर्ने हुन्छ। ढिलो भइसक्यो, 8 बजिसक्यो। 6 घन्टा 7 घन्टा लाग्छ भन्छ है। बाटो कस्तो छ। सो अब हामी चाहिँ निस्किसकेको छौँ यहाँबाट। अब उकालै जाउँ। माइकले धोका दिइरहेको छ, हेरौँ माइक पाइन्छ पाइँदैन। माइक पाइयो भने राम्रो भयो है, पाइएन भने चाहिँ अब त्यस्तै हो, साथी हो, के गर्नु है। ल फाइनल्ली अब माइक चाहिँ पाइएन हामीले है। हामी चाहिँ 0 किलो चोकदेखि उकालो लागिसक्यौँ। अब यो देखिरहेको छ माथि हिमालहरू है, एकदमै दामी सुन्दर भ्यू देखिरहेको छ। सो अहिले चाहिँ मैले स्पिड कम गरेको छु, साउन्ड आइरहेको हुनसक्छ है। मोदी खोला पुल, मोदी बेनी नि होइन त। ल फाइनल्ली हामी चाहिँ गाइज बेनी बजार आइपुगेको छौँ। मेरो चाहिँ बाइकले धोका दियो र हामीलाई चाहिँ बाइकले लगभग 1 घन्टा भन्दा बढी चाहिँ अल्मल्यायो है। सो त्यही नै हो। अब चाहिँ बेनीबाट उकालो लाग्दैछौँ। बाटो चाहिँ एकदमै राम्रो तर धुलो रहेछ बाटो चाहिँ है लास्ट चाहिँ। सो त्यही हो, धुलो बाटो तपाईँहरूलाई देखाएर क्यामै छैन। सट्ट लाएर ल बेनीको बजार चाहिँ यस्तो रहेछ। खासै अब बाइकमा हिँडेपछि देख्न पाउने कुरो चाहिँ भएन, त्यही पनि देखा जति चाहिँ तपाईँहरूलाई मैले देखाएँ। यति बेला बेनीको बजारमा, बेनी बजार चाहिँ माथि रहेछ। बस पार्क एरिया चाहिँ यो रहेछ है गाइज। अनि सरर लाएर अब हामी जाने कता भन्दाखेरि कता हो जाने, कता सोधौँ त, सोधौँ। मुस्ताङ बा मुक्तिनाथ भनेर बिर्स्यो भनेर नि। कोन्टा झन् टाइट गरे क्या त्यसले यार, झन् टाइट गरे क्या कोन्टा जस्तो पो लाग्यो त। ओ माई गड डेन्जर यार। ल खतरा छ है साथीहरू। ल त्यो बोबाल खतरा छ क्या। ल राइट, त्यो डेन्जर ठाउँमा बाटो छ है। ल
डेन्जर ठाउँमा आम्बो खतरा ढुङ्गा काटेर बनाएको है। अति बवाल छ है बाटो चाहिँ ओपी। चोला झरेको हो क्या? चिसो होला है। पानी काटेर पठाउनु नि यता यो चाहिँ हान्ने अहिले नै, यो चाहिँ हान्नुपर्छ अहिले नै यार। ड्रोन हान्ने कि नहान्ने? भरे अँध्यारो हुन्छ क्या। अँध्यारो हुन्छ क्या मुला भरे। हाँ दामी झर्ना आइपुग्यो है, रुस्य झर्ना। ड्रोन सट हान्छु म चाहिँ है ट्याक्टरसँगले। बस्नु पर्यो नि हैन। अनि के गर्नु त, नबसेर त बालै छैन, सुखै छैन। अनि बरु भोलि बिहान उठाऊ, अनि एउटा कतिर गएर बरु दिउँसो सुताउला हैन। अनि पहाड त्यतिकै मान्छे सबै रुम यसो टाढा भएर रुमभित्र फेरि भइहाल्यो। होटलभित्र होटलमा चिया खाँदै बस्दै। बवाल दामी है, बवाल दामी है। के गरेको ढुको
गाडी धुको त्यसले हे हजुर 12 बजे हावा सररा यार है जाम है गाइस ल 1 घन्टा भयो जाममा बसेको अहिलेसम्म पनि जाम छ गाडी यति धेरै छ माथि चाहिँ रुमहरू चाहिँ पुरै प्याक भइसक्यो रे अनि रुमहरू कहीँ पनि छैन रे अब के गर्ने भन्ने कुरो पनि थाहा छैन हैन अब बसौँ कता बसौँ अब जाम कता जाम अब पोखरातिरै फर्किम अब यत्रो त आइसकेको अब नआएको भए नि बरु हुन्थ्यो हैन आइसक्यो लास्ट गाह्रो भयो त गाइस जाम त कति लामो यार के गर्ने होला गाइस ना फर्किनु ना के गर्नु पो भइने रहेछ यार माथि हेर त लो हेर टाढो भयो मैले पनि त्यही सोचेको लेग लाग्यो है हँ लेग लाग्यो